डाइसन वाला जस्तो देखिन्छ लु उँभो गएको हामी उँधो झरेको होइन अहिले भर्खर उँभो जाँदैछौँ नि तिमी लास्ट टाइम रहेछ क्या भयो भयो बहिनीहरूलाई गफ हान्छेस् हामी बस्ने होटल चाहिँ यो 3वटा ट्रायङ्गल भएको कसम गाइस अन्टु डाँडा चाहिँ बबाल छ इलाम आएपछि यहाँ आउनु चाहिँ नबुल्नु होला जग्गामा महँगो होला यार जग्गामा किनिदिने हो 2 लाखै पर्यो झरेका 7 करोड हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन अनि आइयो कि सबजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु आज चाहिँ अब हामी इलाम जाँदैछौँ गाइज होइन इलाममा रमाइलो गर्नुपर्छ यहाँ केटाहरू छ अरू केटाहरू टेन्टमा बाइक लिनुभएको छ होइन रिजर्भ लिएर जाने हो लगाइ गाइस हामीलाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ मामाहरूले पक्रेर हामी चाहिँ बिच बाटोमा अलमल परिरहेको छौँ होइन फाइनल्ली गाइस हामीलाई चाहिँ 2 घन्टा पछि मामाले छोडिदिनु भएको छ होइन अनि हामी चाहिँ अब इलामतर्फ जाँदैछौँ अनि यहाँ देख्न सक्नुहुन्छ एक चकुलेटी र म जाँदैछौँ होइन इलाम त कहिले जानु सक्दिनँ भन्दै थिएछ होइन यहाँ हेरी हामी जाँदैछौँ होइन राजा हो जाँदैछौँ हामी होला होइन यस्तै छ ल मौसम चाहिँ लु कस्तो नचिनेको चिनेनौ लु मलाई यो ठाउँको नाम के हो के अरे लालझोडा तिमीहरू कता हो ए जुनु होइन तिम्रो नाम माथि यहाँदेखि सिधै कहाँ जान्छ भनेर क्या सोध्नु खोजेको क्या यता माथि लसुने कतिको टाढो छ त अन्त कन्याम भने चाहिँ कतिको टाढो हो लु उँभो गएको हामी उँधो झरेको होइन अहिले भर्खर उँभो जाँदैछौँ नि हो त हो क्या हामीहरू धेरै माथि ए तिमी लास्ट टाइम रहेछ क्या भयो भयो बहिनीहरूलाई गफ हान्छेस् थ्याङ्क यू देख्नु सक्नुहुन्छ यहाँ ओए फोटो नखिच्ने इलाममा उयो भइसक्यो है कन्ट्याक्ट लाको हामी चाहिँ आइपुग्यौँ अन्टु डाँडा होइन अनि अर्पण साथी आइपुग्यौँ फाइनल्ली कहाँबाट कहाँ आइपुग्यो होइन सुख गर्दै गाइस अब म चाहिँ तपाईँहरूलाई यहाँ अन्टु डाँडाको नाइट भ्यू देखाउनु छु हाम्रो केटाहरू चाहिँ यहाँ अगाडि हिँड्दैछ होइन यस्तो चिल छ नि झन् गर्लफ्रेन्डसँग आउनु होला तपाईँहरू पनि लास्ट बबाल रहेछ ठाउँ चाहिँ होइन चाहिँ हेर्नु नाइट भ्यू चाहिँ कस्तो बबाल छ है चारैतिर लाइट होइन बबाल हुन्छ दामी छ अनि जस हामी बस्ने होटल चाहिँ यो 3वटा ट्रायङ्गल भएको कसम गाइस अन्टु डाँडा चाहिँ बबाल छ इलाम आएपछि यहाँ आउनु चाहिँ नभुल्नु होला सो गाइस
आज चाहिँ हामी श्री अन्तुमा हाम्रो प्रकाश सरको बर्थडे मनाउँदै होइन चिल हामी चाहिँ लेट नाइट हन्टिङ हान्दैछौँ होइन चिल त चिलै छ कागहरू पो छैन त कागहरू कागहरू आफ्नो आफ्नो हो र पछि हामी पनि यहीँ होटल खोल्नुपर्छ फार्म हाउस बनाउने भन्ने खतरा गरी होइन फार्म हाउस बनाउने यस्तो दामी बनाउने नि मेरा औडा जग्गा महँगो होला यार जग्गामा किनिदिने हो 2 लाखै पर्छ अरे 7 करोड ल गाइस अब घुमिसक्यो अब हामी चाहिँ रुम जानुपर्ने हुन्छ ओके बाई बाई